हेलो साथीहरू, आज मैले एउटा ट्रिक लिएर उपस्थित भएको छु। ट्रिक हेर्नु, ट्रिक जस्तै देखिरहेछ। तारिफ सिरिया हेर्दाखेरि एउटा कुनै व्यक्तिको तारिफ गरिराख्नु छु जस्तो लागिरहेछ। अब तारिफ सिरियाभित्र के लुकेको छ त्यो हेर्नुहोस्। फर्स्टमा हामी श्रेयबाट जाम। स्टेक होल्डर, यसले पनि हामी के गर्न पर्छ, स्टेक होल्डर सक्न पर्छ। हामी कर्पोरेट सोशल रेस्पोन्सिबिलिटी भित्र गइरहेछौँ। कर्पोरेट सोशल रेस्पोन्सिबिलिटी भित्र पर्ने एलिमेन्टको कुरा गरिरहेछौँ। हामी एलिमेन्ट सम्झ्यौँ भने एलिमेन्ट भित्रको सबै कर्पोरेट सोशल रेस्पोन्सिबिलिटी त आज तपाईको यहीँबाट क्लियर हुन्छ। टोटल डिफिनेसनदेखि लिएर त्यसको फिचर, त्यसको इम्पोर्टेन्स, त्यसको रोल, रेगुलेसन सबै कुरा यहीँबाट सुरु हुन्छ। फर्स्टमा हामी श्रेयको यसबाट स्टेक होल्डर बुझ्छौँ। आरबाट रेस्पोन्सिबिलिटी, आईबाट के हुनु पर्यो, इन्टिग्रिटी र एथिकल कन्डक्ट हुन पर्यो। जहिले पनि के हुन पर्यो, एउटा नीति नियम हुन पर्यो, नैतिकवान हुन पर्यो। एबाट एकाउन्टेबिलिटी, टीबाट ट्रान्सपेरेन्सी, त्यहाँ के हुन पर्यो, पारदर्शिता हुन पर्यो। आरबाट रिस्क म्यानेजमेन्ट, त्यहाँ रिस्क म्यानेजमेन्ट भयो भने मात्रै हुन्छ, नि त गइहाल्छ। आई भनेको इन्डिपेन्डेन्ट, चाहे त्यो कम्पनीको बोर्ड होस् या सिइओ होस् या कर्मचारी होस्, जुनसुकै व्यक्ति होस्, त्यसले इन्डिपेन्डेन्टली आफ्नो रेस्पोन्सिबिलिटी फुलफिल गर्न सक्नुपर्छ। कसैको डर दबावमा काम गर्ने होइन। अर्को एफले सबभन्दा लास्टको र इम्पोर्टेन्ट रोल एफले फ्लो गर्छ। फियरनेस हुन पर्यो, निष्पक्ष हुन पर्यो। जुन व्यक्तिले सबैमाथि के हुन पर्यो, समान हुन पर्यो। अब यसलाई अलिकति यहाँ नेपालीमै डिफाइन पनि गरिएछ। एकाउन्टेबिलिटी, सञ्चालक समिति व्यवस्थापन आफ्ना निर्णय कार्यप्रति, शेयरधनी र अन्य सरोकारवालाप्रति जवाबदेही हुनुपर्छ। पारदर्शिता, कम्पनीले आफ्नो आर्थिक अवस्था, सञ्चालन, नीति, निर्णय सम्बन्धी सही पूर्ण समयमै जानकारी के गर्नुपर्छ, सार्वजनिक गर्नुपर्छ। फेयरनेस, सबै शेयरधनी तथा सरकारवालाहरू समान व्यवहार गर्नुपर्छ। अल्पसङ्ख्यक शेयरधनीको अधिकार संरक्षण गर्नुपर्छ। सबैलाई समान व्यवहार गर्नुपर्छ र जहिले पनि बोर्ड समावेशी हुनुपर्छ। इन्डिपेन्डेन्ट शेयर होल्डर बढिराख्नुपर्छ। रेस्पोन्सिबिलिटी, कम्पनीले कानुन, नियम, नीतिमा आधारित भएर चल्ने एउटा नीतिगत कानुनी व्यक्ति भएको कारणले गर्दा मूल्य मान्यताको पालना गर्दै सामाजिक तथा व्यवहारिक जिम्मेवारी पूरा गर्नुपर्छ। फेरि इमान्दारिता र नैतिक चरित्र, इन्टिग्रिटी र इथिकल सबभन्दा इम्पोर्टेन्ट। सञ्चालक, व्यवस्थापक तथा कर्मचारीहरूले इमान्दारपूर्वक आफ्नो नैतिक र कम्पनीको हितको लागि रही कार्य गर्नुपर्छ। स्वार्थको लागि कहिले द्वन्द्व गर्नु हुँदैन। कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भन्ने जुन छ, सबभन्दा खतरनाक भनेको कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हो। स्वतन्त्रता, इन्डिपेन्डेन्ट सञ्चालक मात्र होइन, सम्पूर्ण व्यक्तिले संस्थामा काम गर्ने, चाहे त्यो सञ्चालक को हैसियतले होस्, चाहे एउटा सेयर होल्डर होस्, चाहे त्यो एउटा मसेन्जर लेभलको, सबैलाई के हुनुपर्छ, इन्डिपेन्डेन्ट आफ्नो काम गर्नमा स्वतन्त्रता उलाई हुनपर्छ। सञ्चालक समिति, स्वतन्त्र सञ्चालकको सहभागिता हुनुपर्छ, जसले निष्पक्षता र स्वतन्त्रता लिन निर्णय गर्न सही हुन्छ। अब सञ्चालक समितिमा इन्डिपेन्डेन्ट डाइरेक्टर भएन भने जुन मेच्युरिटी हुन्छ तिनीहरू आफ्नो उसमा नै डिसिजन गर्छन्। त्यही भएर इन्डिपेन्डेन्ट डाइरेक्टर हुन अति नै आवश्यक छ। जोखिम व्यवस्थापन, कम्पनीले सम्भावित जोखिमहरूको पहिचान गरी समयमा नै पहिचान मूल्याङ्कन गरी व्यवस्थापन गर्नुपर्छ। आन्तरिक नियन्त्रण प्रणालीलाई झन बलियो र प्रभावकारी बनाउनुपर्छ। यो हो जोखिम व्यवस्थापनको। सरकारवालाहरूको हित संरक्षण, कम्पनीसँग सम्बन्धित एउटा शेयरधनी मात्र होइन, कर्मचारी मात्र होइन, जो कोही भए पनि इन्टर्नल एक्सटर्नल सबै, त्यहाँको सोसाइटी भयो, कर्मचारी भयो, ग्राहक भयो, पूर्तिकर्ता भयो, त्यहाँको ऋणदाता भयो, समुदाय भयो, वातावरण भयो, सबैको हित हामीले के गर्नुपर्छ,
ध्यानमा राखी मात्रै डिसिजन गर्नुपर्छ। हस्, लास्ट टाइममा हेर्नुभएकोमा धन्यवाद।